नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। माप्से गरेकालाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्च अदालतद्वारा रोक लगाइयो। क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा नदिएकोमा ज्ञानेन्द्र साईको आपत्ति। खेलकुद र परराष्ट्र मन्त्रालयले आवश्यक नभएको टिप्पणी। ज्येष्ठ सक्न लाग्दा समेत किसानले मल र बिउ नपाएको भन्दै तत्काल उपलब्ध गराउन सांसदहरूको माग। मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत। देउवा सहित प्रतिपक्षी नेताहरूसँगको भेटलाई लिएर आतिनुपर्ने आवश्यकता नरहेको नेकपा एसका अध्यक्ष नेपालको भनाई। New Parachute Sun Protect Cream, enriched with natural saffron extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50 PA triple+. My personal sunshade. Vaseline को ग्लिसरीन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। जब केस सेहत मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। अब समाचार विस्तारमा। मदिरा पदार्थ सेवन माप्से गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्च अदालतले रोक लगाइदिएको छ। ट्राफिक नियम उल्लङ्घन गरेको सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा सर्वोच्चले रोक लगाएको छ। न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लङ्घनकर्तालाई ट्राफिक स्वयंसेवक बनाउने मन्त्री स्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। बझाङका कृष्णवेक, स्याङ्जाका आकाश भट्ट, ललितपुरका उज्जवल माली, पर्साका इमामुल हक लगायत 7 जनाले उक्त कार्यले नागरिकहरूको सम्मानपूर्वक वाचन पाउने हक, हिलडुल गर्न पाउने हक हनन भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट दिएका थिए। उनीहरूको रिटमा सवारी तथा यातायात ऐनको दफा 164 ले ट्राफिक नियम उल्लङ्घन गरे बापत जरिवाना मात्र तिराउन सक्ने भने पनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख थियो। रिटमा कानुनी राज्यमा कानुन अनुकूल मात्र सजाय वा दण्ड जरिवाना गर्नुपर्नेमा कानुनले प्रतिकूल कुनै दण्ड सजाय सम्मानित अदालतबाट समेत गर्न नमिल्ने आवश्यकतामा ट्राफिक नियम उल्लङ्घन गर्न व्यक्तिलाई बल जप्ती काम गर्न लगाउने कार्य तत्काल रोक्न माग गरिएको थियो। जेठ 15 गते गणतन्त्र दिवसको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माप्से लगायतका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकमा खटाउने निर्णय भएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न बताउनु भएको छ। सूर्य दर्शन सहकारी लगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचल अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले सो छानबिन समितिमा बसेका सबै सदस्यहरूले त्यसका लागि जिम्मेवार भएर काम गर्न अपेक्षा समेत आफ्नो पार्टीले गरेको बताउनु भयो। महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानबिन गर्नुपर्ने बताएका छन्। भनेको छ अब हामी हेर्छौं त सरकारले गर्छ कि गर्दैन। सम्माननीय प्रधानमन्त्रीजीलाई आदेश दिएको छ, अदालतले के गर्छ हामी हेर्छौं त। कुनै बेला सत्ता पक्षमा सँगै हुँदै गर्दाखेरि माओवादीको साथीहरूले त्यो सदनको रोस्टममा गएर गिरिबन्धु देखाइदेऊ भनेर भनेको पनि हामीलाई याद छ। अहिले त देखियो त, अब के गर्नुहुन्छ हामी हेरौँला नि। अनि यो फाइल खोलिदिउँ, त्यो फाइल खोलिदिउँ, तेरो पनि खोलिदिउँ, मेरो पनि खोलिदिउँ भनेर त्यहाँ भनिरहेको बेलामा गिरिबन्धुको मान्य गृहमन्त्रीले खोल्नु चाहिँ कि खोल्नु न त्यो पनि हेरौँला नि त। अनि यत्रो दिनदेखि सदन अवरुद्ध भएर बोल्न नपाउनु भएको नयाँ पार्टीको साथीहरूले लाइन लाएर गिरिबन्धुको बारेमा आज बोल्नुहुन्छ कि भोलिदेखि बोल्नुहुन्छ त्यो पनि हेरौँला नि त, त्यो पनि हेरौँ। र सँगसँगै श्रद्धेय नेताले हिजो मात्रै एक ठाउँ भन्नुभएको मैले सुने कि केही नयाँ ठगहरू। महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफू रहेको बताउनु भएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताउनु भएको छ। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरूलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका छन्। उहाँले छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुने गरी छानबिन हुनुपर्ने बताएका छन्। उहाँले सहकारी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गर्नुपर्ने बताएका छन्। साधारण मान्छे हो, राज्य सत्तामा चाहिँ विराजमान हुने यिनका दलालहरूबाट स्वयं कतिपय अवस्थामा तपाईँ चाहिँ सांसदहरू नै मन्त्री भइसकेका मान्छेहरू नै, त्यस कारणले उच्च तहमा रहने मान्छेले चाहिँ सहकारी सञ्चालन गर्ने र सहकारीका सदस्यहरूको रकम चाहिँ हिनामिना गर्ने र त्यो सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन कि राज्य सत्तामा निर्णायक ठाउँमा बस्ने मान्छेले नै ती सहकारीका ठगहरूलाई जोगाउँछन्। उहाँले राज्य सत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोस्टमबाट बोलेर अरूलाई दोषी देखाएर आफ्नो करतुत जोगाउन लागेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको आवश्यकता र राष्ट्रपाले बिगारेको भनेर पन्छिन खोजेका बताउनु भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारी तन्त्र, निजी क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताएका छन्। उहाँले केही पुराना दलहरूले आफूहरूलाई देश बिगार्यो भनेर पन्छिन खोजेको बताएका छन्। उहाँले आफूहरू राजनीतिमा आएको 23 महिना, संसदमा आएको 17 महिना र सरकारमा आएको 122 दिन मात्र भएको भन्दै आफूहरू राम्रो काम गर्न प्रयास गरिरहेको बताएका छन्। हामीलाई चैत्र 24 सम्म हामीले दिनुपर्ने योजना आयोजना सबै माग्दै गर्दा यो सबै मन्त्रालयहरूले एकअर्का बीचको कोअर्डिनेसन, त्यो समन्वय नगरेर बजेट आएको हो कि जस्तो देखिन्छ। म यो बजेटको बारेमा यहाँ बोल्दै गर्दाखेरि सत्ता पक्षको एउटा सांसद मात्र होइन, प्रतिनिधि सभा सदस्य र जनप्रतिनिधिको रूपमा बोल्न चाहन्छु। किनकि मैले सबै चिज ठिक छ भनेर यो सरकार र अर्थमन्त्रीज्यूलाई पनि सहयोग पुग्दैन। यसमा एउटा कोअर्डिनेसनको कमी। उहाँले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरूमा आफूहरूले बोल्न नपाएको समेत बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्रिकेटर सन्दीप लामेछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाउनु भएको छ। T20 विश्वकप क्रिकेट खेल्नका लागि लामेछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाउनु भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल्नका लागि सन्दीप लामेछानेलाई भिसा नदिए पनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गर्नुभयो। खेलाडीहरूलाई खेल्न समेत जान नदिने गरी अमेरिकाले लामेछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उहाँको जिकिर थियो। दुईटा गेम हुन्छन्, एउटा फुटबल हुन्छ, एउटा क्रिकेट हुन्छ। आज हामी क्रिकेट विश्वकप खेल्दैछ, तर त्यो विश्वकपको संसारभरिले नै रुचाएको, विश्वका सबभन्दा ठुला ठुला खेलाडीलाई नै पछारेको सन्दीप लामिछानेलाई भिसा लाग्दैन। यसो हेरेँ संसद सब चुप र मौन छन्। यो देशको यदि संसारभरि कसैले यो नेपाललाई चिनाउने हो भने कि त खेलाडीले हो कि त कलाकारले हो, नेताले होइन। सम्माननीय सभामुख महोदय, आज पनि भन्न चाहन्छु, सन्दीप लामिछानेलाई भिसा नदिनु भनेको नेपालीहरू र सन्दीप लामिछानेमाथि गरेको अपमान होइन, यो सिङ्गो हाम्रो देशमाथि गरेको अपमान हो। किनभने सम्झिनुहोस् त सम्माननीय सभामुख महोदय, त्यही देशले विश्वकप आयोजना गर्छ। प्रमुख सचेतक शाहीले बाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दावी समेत गर्नुभयो। नेपाली काङ्ग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफ प्यान्ट र चप्पल लगाएर प्रवेश गर्न नदिएको भन्दै सरकारको जवाब माग गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफ प्यान्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले सांसदहरूले जुनसुकै प्रकारको पोसाक लगाएर पनि आउन सक्ने तर सर्वसाधारणको पोसाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनु भयो। उहाँले सांसद र मन्त्रीहरूले कस्तो पोसाक लगाएर आउनुपर्ने हो भने
रुलिङ पनि हुनुपर्ने बताएका छन्। रोकियो कारण के हो मैले बुझ्न सकिनँ। त्यसपछि मैले सोधेँ किन उहाँहरूलाई माथि जानबाट रोकियो। खुट्टामा चप्पल लगाएका छन्, त्यसले माथि जान पाउँदैन। म एकछिन त म आश्चर्यजनक भएँ। त्यसपछि सरकारको रुल होला भने मैले यो कुरालाई मनमा दबाएर राखेँ। अस्ति एउटा घटना घटे सभामुखज्यू, म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ। मैले आफ्नो आइडी पनि देखाएँ, भित्र गएँ, तर प्रहरी दगुरी दगुरीकन मेरो पछाडि पछाडि आइराख्यो। म अचम्मित भएँ, म सांसद हुँ, देखाइरहेको छु आइडी कार्ड, किन यसरी दगुरिराखेको छ भने। उहाँले सर्वसाधारण जनतालाई पोसाएका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। खरासी बिल तिर्न जतै लाइन समयमा नतिरे लाग्छ फाइन। लौ न अब के गरौँ, म बैंक गरौँ, गरौँ। सोचे अब फोन गरौँ, बा आमाको हाल सोधौँ। ब्यालेन्स सकिएछ। लौ न अब के गरौँ, म बैंक गरौँ। सामान किन्न पसल गइन्छ, खतरा नभए झन्झटमा परिन्छ। लौ न अब के गरौँ, म बैंक गरौँ, गरौँ। घर भाडा तिर्छु भनेकै 2 हप्ता भइसकेछ। बैंक पुग्दा पुग्दै 6 बजिसकेछ। लौ न अब के गरौँ, म बैंक गरौँ। एनआइसी एसिया मो बैंक गरौँ। एनआइसी एसिया बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि। काठमांडू के पैराडाइज मैन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी आप अपने जनकपुर धाम में पैराडाइज मैन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू में जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मैन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा हो छले। अब काठमांडू नहीं जाए पड़ती, मैन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मैन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25 430, ISO 9001 2000 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। अर्थमन्त्री वर्षमान फुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष 2081 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा प्रारम्भ गरिसकियो भने प्रस्ताव पेश गर्दै यस्तो बताउनु भएको छ। उहाँले सन्तुलित र सीमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताएका छन्। उहाँले बजेट प्रस्तुतपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको महसुस गरेको बताएका छन्। त्यसमा पनि सरकारको लचकताले, जिम्मेवारीपूर्ण पहलले एउटा समझदारी बन्यो। त्यो समझदारी पछि हामीले संसदको संयुक्त सदनमा सरकारको तर्फबाट बजेट प्रस्तुत भएको अवस्था रहेको छ। यस अर्थमा सम्माननीय प्रधानमन्त्रीज्यू, सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी एमालेका आदरणीय अध्यक्षज्यू सम्पूर्ण छु। यसै गरी बजेट बनाउँदै उहाँले बजेटले युवाहरूलाई देशभित्र भविष्य खोज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको बताएका छन्। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाशन महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताउनु भएको छ। आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुसी अघि बढ्ने बाटो लिएको समेत बताएका छन्।
प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेको बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो। अर्थ मन्त्रालय, सहकारी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उहाँको दाबी थियो। प्रवक्ता महतले सत्तारूढ गठबन्धन मुखी बजेट ल्याउने काम गरिएको आरोप पनि लगाउनुभयो। विनियोजन गरेनौं भन्ने पनि होइन, यथेष्ट राजस्व प्राप्त गरेनौं भन्ने पनि होइन। भारतमा राजस्व र जीडीपी को रेशियो हेर्ने हो भने 9.2% छ, बांग्लादेशमा 8.2% छ, हाम्रो 17.9% छ। भनेपछि हाम्रो इकोनोमी जुन छ, हामीले जीडीपी रेभिन्यू जीडीपी रेशियो हेर्दा त हामीले बढी नै उठाइराखेका छौँ। त्यस्तै गरेर एक्सपेन्डिचर रेशियो, जीडीपी एक्सपेन्डिचर जीडीपी रेशियो हेर्ने हो भने पनि हाम्रो माथि छ। हाम्रो चाहिँ 26.6 रहेछ, बांग्लादेशको 12.6। प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो। सांसदहरूले मनसुन भित्रिएसँगै बाढी पहिरो रोकथाम तथा जोखिम रहेका बस्तीहरूलाई हस्तान्तरण गर्न सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन्। सांसदहरूले सरकारले वर्षायाम सुरु भएसँगै देशभरका जोखिम क्षेत्रमा आउने बाढी पहिरो रोकथाम र उद्धारको लागि भइरहेको कामको बारेमा जानकारी दिन माग गरेका छन्। उनीहरूले सरकारले प्राकृतिक विपदबाट नागरिकलाई बचाउने आवश्यक रहेको भन्दै डढेलो लगायत हावाहुरीका कारण प्रभावित घर परिवारलाई तत्काल राहतको व्यवस्था गर्न समेत माग गरेका छन्। शून्य समयमा बोल्दै सांसद ईश्वर बहादुर रिजालले आगामी 1 सप्ताहभित्र मनसुन सुरु हुने भन्दै राज्यको रिपोर्ट अनुसार 18 जिल्लाको 136 बस्ती स्थानान्तरण गर्न राज्यको तयारी बारे संसदलाई जानकारी दिन माग गरेका छन्। स्थानान्तरण गर्नुपर्ने राज्यको रिपोर्ट पनि छ। अब यसपालि डढेलोको प्रकोप नेपालमा ठुलो भयो, त्यसले माटो खुकुलो भएको छ। अब अलिकति पानी पर्न बित्तिकै त्यस्ता बस्तीहरू त्यस्ता जमिनहरूमा पहिरो जानेछ, तराईमा पनि त्यतिकै खालको बाढीबाट जोखिम छ। योभन्दा पहिला सरकारको के तयारी छ, राज्यका तर्फबाट के तयारी छ, त्यसको लागि जनतालाई आश्वस्त पार्न म गृहमन्त्रीज्यूको सदनमा सम्बोधनको माग गर्दछु। धन्यवाद। सांसद ईश्वर धरतीले पनि मनसुनभित्रसँगै विगतका वर्षहरूमा ठूलो जनघनको क्षति हुने गरेको भन्दै यो वर्ष पनि प्राकृतिक विपदका घटनाबाट कसरी बच्ने भन्ने नागरिकमा चासो र चिन्ता बढेको बताएका छन्। वर्षायाममा हुने सम्भावित बाढी पहिरो डुबानबाट हुने विपद र क्षतिलाई आकलन गरी त्यसको प्रभाव र क्षति न्यूनीकरण गर्न सरकारको पूर्व तयारी के छ? 3 तहकै सरकारको मातहतमा रहेको विपद व्यवस्थापन कोष न्यून छ, आवश्यक र दक्ष जनशक्तिको अभाव छ, विपदको तुरुन्तै सम्बोधन गर्ने संयन्त्र परिचालित पनि छैन। त्यसैले यस वर्षको विपद व्यवस्थापनमा सरकारको तयारीबारे सदनलाई जानकारी गराउन म सभामुख मार्फत सरकारसँग माग गर्दछु। धन्यवाद। सांसद किरण कुमारी शाहले ज्येष्ठ सकिन लाग्दा समेत किसानहरूले मल र बिउ नपाएको भन्दै सरकारले किसानहरूलाई आवश्यक बिउ र मल उपलब्ध गराउन माग गर्नुभयो। उहाँले हावाहुरी र आगलागीबाट मधेसमा भएको करोडौंको विनाश विपद पूर्व तयारी नपुगेको देखेको बताउनुभयो। उहाँले संसदमा पटक पटक कुरा उठाउँदा समेत सरकार बहिरो बनेको बताएका छन्। जलवायु परिवर्तनको असर मध्य प्रदेशमा गरी जमिन अत्याधिक तातो भएका कारण मानिसहरूको जनजीवन कष्टकर हुँदै गएको भन्दै खानेपानीको हाहाकार समेत भएको उल्लेख गर्नुभयो। उहाँले सरकारले भविष्यमा हुने विपद रोक्नको लागि तत्काल पूर्व तयारी थाल्नुपर्ने बताएका छन्। तयारीमा भएको गम्भीर असफलतालाई उजागर गरेको छ। मैले सदनमा पटक पटक यो मुद्दा उठाए, तर सरकार बहिरो बनिराख्यो। आज सरकारको निष्क्रियताका कारण अनगिन्ती जीवन प्रभावित भइरहेको छ। जलवायु परिवर्तनका कारण मध्य प्रदेशको अत्यधिक तापक्रम कारण आम जनताको जीवन कष्टकर हुँदै गइरहेको छ र खानेपानीको समेत हाहाकार भइरहेको अवस्था देखा परेको छ। हामीले भविष्यमा हुने विपत्ति रोक्नको लागि अहिले नै कदम चाल्नुपर्छ। त्यसकारण हावाहुरी र आगलगी जोखिमलाई विशेष रूपमा सम्बोधन गर्ने वृहत विपद व्यवस्थापन योजना बनाऊ, विनाशकारी प्रकोपहरूबाट हाम्रो समुदायलाई जोगाऊ।
बैठकमा बोल्दै सांसद एकनाथ ढकालले दक्षिण कोरियामा नेपाल वायु सेवा निगमलाई उडानमा वञ्चित गरिएको कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको बताएका छन्। निगमलाई वञ्चित गरिएको कारण नेपाल एयरलाइन्सले घाटा बेहोर्नु परेको छ। कोरियन विमान नेपाल आउने तर नेपालको विमान कोरिया जान नपाउने विभेदको अवस्था किन भयो भन्ने प्रश्न अनुत्तरित छ। कोरियाबाट भारतको नयाँ दिल्लीका लागि भन्दा नेपालका लागि चर्को भाडा दर राखिएको छ, जसको सिधा असर कोरियामा नेपालबाट रोजगारीको लागि जाने र फर्किने मजदुरमाथि परेको छ। सांसद अब्दुल खानले अत्याधिक गर्मीको कारण मानव जीवनमा अस्तव्यस्त भएको बताएका छन्। एसी पनि नचल्ने, मोटर पनि नचल्ने जस्ता समस्याले गर्दा जनता धेरै पीडित छ सम्माननीय सभामुख महोदय। त्यसकारण विद्युत प्राधिकरणलाई म विशेष सम्माननीय सभामुख मार्फत आग्रह गर्न चाहन्छु यो समस्याबाट छिटोभन्दा छिटो जनतालाई मुक्ति गरोस् र अर्को बर्दिया जिल्ला अस्पताल। सांसद असीम शाहले लामो समयपछि संसदको अवरोध खोलेर बोल्न पाएको बताएका छन्। उहाँले सदन समयमा नै खुलेको भए नियमित भएको भए देशभर डढेलो पुर्याएको क्षतिबारे समयमा उठाउन नपाएको गुनासो समेत। इन्टरनेट सेवामा आएको अवरोधबारे छलफल गर्न मन थियो। खडेरीका कारण देखिएको खानेपानी हाहाकारबारे कुरा गर्न मन थियो। ती खराब सहकारी सञ्चालकहरूको पछि लागौँ भन्न मन थियो, जो अब सम्पत्ति बेचेर पैसा हुन्डी गरेर दुबईमा सेटल हुने तयारी गर्दैछन्। तर लगातार सदन अवरोधले सांसदलाई जनताको समस्या उठाउन र जनतालाई सरकारको समाधानको लागि झकझकाउनबाट वञ्चित गरेको छ। नतिजा स्वरूप सांसदमाथि आम नागरिकको विश्वास र भरोसा दिनादिन घट्दै गइरहेको छ। जसरी दलहरूले चक्काजाम र नेपाल बन्दको विकल्प खोज्दै आउँदा र नागरिकले समेत नेपाल बन्द स्वीकार नगर्दा नेपाल बन्द लगभग बन्द भएको छ। उहाँले जनताले नेपाल बन्द र चक्का जामको विकल्प खोज्दै आउँदा नागरिकले समेत नेपाल बन्द स्वीकार गर्दा नेपाल बन्द सदाका लागि बन्द भएको भन्दै संसद अवरोधको विकल्प खोज्न आवश्यक रहेको समेत बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताउनु भएको छ। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको छ। सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो भने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झन्नै राम्रो हुने प्रतिक्रिया दिनुभयो। संसदमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ। मिडिया काउन्सिल विधेयक 2080 राष्ट्रिय सभामा प्रस्तुत भएको छ। आइतबारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक 2080 सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको हो। विधेयकमाथि सांसदहरूले सभा आफ्नो धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुभएको थियो। मन्त्री शर्माले जवाब दिएसँगै सभा अध्यक्ष नारायण प्रसाद दाहालले मिडिया काउन्सिल विधेयक 2080 माथि विचार गरियोस् भने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो। काउन्सिल विधेयक 2080 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, त्यस्तै बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको लगानी सहजीकरण सम्बन्धी ऐन नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश 2081 स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो मध्य सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। तपाईँको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ भाइटामिन्स, ओइल्स अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईँलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नयाँ सनसिल्क एक्टिभ मिक्सको साथ। आदमी हरायल सूचना। जनकपुर धाम वार्ड नंबर 13 पिडारी पछिया टोलक 30 वर्षक प्रदीप कुमार शाह इहे जेठ 13 गते रवि दिन से हरायल छे। हाफ पैंट उज्जर भेस्ट लगाउने, बाज नहीं सकवाला आ मानसिक संतुलन ठीक नहीं रहल, पहिरन हाफ पैंट आ उज्जर का भेस्ट, ऊंचाई 5 फीट 3 इंच, चेहरा का रंग गोर रहल और रवि दिन बेरिया में 3 बजे से घर से हरायल छे। संपर्क व्यक्ति जीवत शाह प्रदीपक बाबू। संपर्क नंबर 98 440
55/19 खोज क जिम्मा लगाए वाला व्यक्ति के लेल उचित पुरस्कार 5000 रुपया के व्यवस्था समेत कैल गेल अछि। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उत्साहित सहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आतिनुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको छ। उहाँले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनु भयो। उहाँले सबैले नेताहरूसँग भेट गर्ने र सम्पर्क बढाउन पाउनु पनि बताउनु भयो। उहाँले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराइसकेको पनि बताउनु भयो। आत्तिनुपर्ने आवश्यकता छ। त्यसै सिलसिलामा मैले प्रधान असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ र उहाँले भन्नुभयो ठिक छ सम्बन्ध सम्पर्क सबै राख्नै पर्छ तर कमिटमेन्ट चाहिँ अन्तिम फाइनल नगरिदिनु होला। ठिकै हो, कुराहरू सुन्नै पर्यो। हामीलाई थाहा छ कतिखेर के हुने हो भन्ने कुराको स्थिति थियो, तर विश्वास र समझदारी भइसकेपछि त्यसै आधारमा अगाडि बढिन्छ। हामी दुईटा नाउँमा खुट्टा राखेर चल्दैन। हामीले पहिलेदेखिको सरकारको निरन्तरतामा सामेल भएको मात्रै हो। संवाद भइरहेछ, छलफल चलिरहेछ। उहाँले अहिलेको अन्यललाई टुङ्ग्याउनै पर्ने अवस्था रहेको पनि बताउनु भयो। उहाँले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुङ्गो लगाउने पनि जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नु भएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनु भएको छ। उहाँले महाधिवेशनले दस्तावेजहरू पास गर्नुका साथै सकेसम्म अन्तिम प्रत्ययन गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताउनु भयो। उहाँले महाधिवेशन रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउने पनि बताउनु भयो। उहाँले अहिले देशमा महँगी, भ्रष्टाचार र युवाहरू विदेश कल्याणको विकराल अवस्था रहेको बताउनु भयो। उहाँले पुँजीवादी सामाजिक आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थापनमा रूपान्तरण गर्ने बिन्दुसम्मको कार्यक्रमहरू महाधिवेशनबाट पारित गर्ने कुरा बताउनु भयो। सुरु भयो, प्रवेश गर्यो। 62-63 मा हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यौं र त्यसदेखि यता पनि 18 वर्ष भएछ। यो 18 वर्षमा योभन्दा अगाडि नै हामीले यस्तो कार्यक्रम ल्याउन सक्नु पर्थ्यो, तर कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी यथास्थितिवाद हावी भयो। त्यो कारणले हामीले योभन्दा अगाडि नै यो काम गर्न सकेन। बल्ल यो सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले वर्तमान राजनीतिमा बढेको अस्थिरता अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएका छन्। आइतबार काठमाडौँमा 10औं राष्ट्रिय महाधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादन, हार्स लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धि जस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव घनश्याम भूषालले पुनरुत्थानवादी शक्तिहरूले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खलबलाउने प्रत्ययन गरिरहेको बताउनु भयो। अधिवेशनलाई नेपालका सबै कम्युनिस्ट तथा प्रगतिशील लोकतान्त्रिक जनवर्गको महाधिवेशनका रूपमा सम्पन्न गर्ने हाम्रो दृढ सङ्कल्प सबैलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौँ। यसै सन्दर्भमा आयोजित यो पत्रकार सम्मेलनमा तपाईँ सम्पूर्ण सञ्चारकर्मी मित्र नेकपा एकीकृत समाजवादीले जेठ 16 गतेबाट 20 गतेसम्म महाधिवेशन गर्दैछ। सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले यस वर्ष 16 लाख पर्यटन भित्राउने लक्ष्य साथ गृह कार्य भइरहेको जानकारी दिनुभएको छ। आइतबार गोरखापत्र संस्थाले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सन् 2024 मा 16 लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृह कार्य भइरहेको जानकारी दिनुभएको छ। उहाँले साहसिक पर्यटनलाई आकर्षित गर्ने सोच बनाएको पनि बताउनु भयो। त्यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आकर्षित गर्ने सरकारको सोच रहेको उहाँले बताउनु भयो। 10 लाख मात्रै पर्यटकहरू नेपाल भित्रिएका थिए।
यो आउने अब अहिले चालु भनौँ न सन् 2024 मा हामीले 16 लाख पर्यटकहरू भित्रिउने लक्ष्य राखेका छौँ। मन्त्री तमाङले पर्यटनको विकासको लागि विभिन्न लक्ष्य निर्धारण गरे पनि कार्यक्रमिक रूपरेखा बनाउन भने बाँकी रहेको जानकारी दिनुभयो। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। माप्से गरेकालाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्च अदालतद्वारा रोक लगाइयो। क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा नदिएकोमा ज्ञानेन्द्र शाहीको आपत्ति। खेलकुद र परराष्ट्र मन्त्रालय आवश्यक नभएको टिप्पणी। जेठ सकिन लाग्दा समेत किसानले मल र बिउ नपाएको भन्दै तत्काल उपलब्ध गराउन सांसदहरूको माग। मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत। देउवा सहित प्रतिपक्ष नेताहरूसँग भेटलाई लिएर हातिनुपर्ने आवश्यकता नरहेको नेकपा एसका अध्यक्ष नेपालको भनाई। हस्त अहिले यतिकै पलपल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।